अघिल्लोदेखि चाहिँ 5 जना पछि धेरै सुधार गरेको सुधार त अब त्यो हाम्रो पार्टीको यो समस्या होइन, यो चाहिँ निर्वाचन आयोग जसले परिचालन गर्नुहुन्छ उहाँहरूको समस्या हो कि उहाँहरूले त वर्षौंदेखिबाट कांग्रेसको पनि अधिवेशन महाधिवेशन गर्नुभएको छ, एमालेको महाधिवेशन गर्नुभएको छ होइन, माओवादीको महाधिवेशन गर्नुभएको छ। त्यत्रो गरेर आउँदा पनि हेर्नु न यस्तो खालको त्रुटि चाहिँ देख्दा चाहिँ अरू त जनताले दुःख पाए नि त होइन। यस्तो 4 दिन भयो नि त आज। 4 दिन भयो कि जुम्ला कालीकोटदेखि आएको मान्छेले के गर्छ? 12 बजीसम्म 5 दिन अनि 5 दिन भयो आज थाहा छ। जुम्लाकोले कालीकोटदेखि आएको मान्छे टाढाटाढादेखि आएको मान्छेले चाहिँ के गर्छ? उनीहरूलाई कति लाग्छ बस्नु? यहाँ एक दिनको 2000 4000 रुम चाहिँ 4000 5000 रुपियाँ छ कि हामीलाई समय अभाव छ, मतदानमा जानुपर्छ। गर्मी यस्तो छ यहाँ। त्यो प्रतिवेदनमाथि छलफल नै गरेन। अनि सुन्नु न, जस्तो आज चाहिँ यो महाधिवेशनमा प्रतिनिधिहरूले के भनिराख्नु भएको छ भन्दाखेरि आज दिनभरि हामी चौरमा घाम चाहिँ यो कतिएर बस्नुभन्दा बरु त्यो चाहिँ प्रदेश संसदको छलफलमा लगेर त्यो टाइममा हुन्छ, तपाईँहरू रेस्ट गर्नु होला, यति टाइमपछि हामी गर्छौँ भनेर मेरो मतलब हिजो जति प्रतिवेदन पेश भएका थियो राजनैतिक आर्थिक प्रतिवेदन, ती प्रतिवेदनमाथि छलफल गरेर एउटा निचोडमा निस्किन सक्ने अवस्था पनि थियो। त्यो पार्टीले किन चाहेन भन्ने खालको उहाँहरूको गुनासो छ। यस्तो पार्टीले नचाहने भन्ने हुँदैन यसमा चाहिँ होइन। यसमा चाहिँ टोटल्ली चाहिँ निर्वाचन आयोगको प्रमुखले हेर्ने हो कि यो हेर्नुपर्ने हो, उहाँहरूको कमी कमजोरी हो होइन। अब ठ्याक्कै पार्टीमा पनि यसको त्यति सहभागिता भन्दा नि निर्वाचन आयोगले नै गर्नुपर्ने हो। अहिले पनि तपाईँको व्यवस्थापनमा पनि कर्मचारीले गर्ने हो नि त त्यो अब व्यवस्थापनमा पनि लाइनमा पहिला सबै एकमुष्ट लाइन लागेको छ होइन। पछि चाहिँ तपाईँको